सबैलाई नमस्कार है। म अभिलाष कुशवाहा। जाडो बढिसकेछ के अरे, आज पनि उपस्थित भइसकेको छु र आजको विषयवस्तु रहेको छ विद्युतीय शासन सम्बन्धी। अस्तिको भिडियोमा मैले पार्ट 1 पढाएको थिएँ, जसमा विद्युतीय शासनको परिचय, अवधारणाहरू होइन, स्वरूप र महत्त्वहरूको बारेमा चर्चा गरेका थिएँ। र आज भनेको विद्युतीय शासन अन्तर्गत त्यसको नेपालमा भएका संवैधानिक व्यवस्थाहरू, कानुनी व्यवस्था, नीतिगत व्यवस्थाहरूको बारेमा र यसका समस्याहरू र चुनौतीहरूको बारेमा म छलफल गर्नेछु। सुरुमा विद्युतीय शासनको म नेपालमा भएको व्यवस्थाहरू यस अन्तर्गत के रहेका छन् भन्ने सन्दर्भमा म भन्छु। विद्युतीय शासनका व्यवस्था अन्तर्गत सबभन्दा संवैधानिक व्यवस्था प्रस्तावनामा सुशासनको प्रत्याभूति, संविधानको प्रस्तावनामै सुशासनको प्रत्याभूति गरिएको छ होइन, उल्लेख गरिएको छ। र अर्को मौलिक हकमा सञ्चारको हक, सूचनाको हक पनि व्यवस्था गरिएको छ, मौलिक हकको रूपमा पनि व्यवस्था गरिएको छ। त्यसपछि खमा कानुनी र नीतिगत व्यवस्थाहरू के रहेछन् कि नेपालमा, जस अन्तर्गत विद्युतीय कारोबार ऐन 2063 र नियमावली 2063। विद्युतीय कारोबार ऐन 2063 र नियमावली 2063 को सुशासन ऐन 2064 र नियमावली 2065। त्यस्तै सूचना तथा सञ्चार प्रविधि नीति के त सूचना तथा सञ्चार प्रविधि नीति 2072 अहिले कार्यान्वयनमा रहेको छ। त्यस्तै आम सञ्चार नीति 2072, त्यस्तै दूरसञ्चार नीति 2062। त्यसरी विद्युतीय सरकार गोरु योजना 2060, विद्युतीय सरकार गोरु योजना 2060, सूचनाको हकको ऐन 2064। त्यस्तै डिजिटल नेपाल फ्रेमवर्क 2076। त्यसमा एउटा नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका 2076, जुन अहिले नागरिक एपमा छ नि, हाम्रो मोबाइलमा डाउनलोड गरेर नागरिकता लाइसेन्स होइन, कर्मचारी सञ्चय कोष सम्बन्धी मतदाता अधिकार पत्र, तपाईँको जग्गा सम्बन्धी विवरण, सवारी चालक अनुमति पत्रहरू हेर्न पाइन्छ नि नागरिक एपमा, हो त्यो पनि रहेको छ। त्यस्तै अब संस्थागत व्यवस्थाहरू के छन् त विद्युतीय शासनको सन्दर्भमा, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सूचना विभाग, राष्ट्रिय सूचना आयोग, उच्च स्तरीय सूचना प्रविधि आयोग, सूचना प्रविधि पार्क आइटी पार्क, त्यसपछि सूचना केन्द्रहरू स्थापना गरिएका छन्। घमा कार्यक्रम व्यवस्थाहरू विद्युतीय शासनको सन्दर्भमा कार्यक्रम व्यवस्थाहरू के नेपाल सरकारले ल्याएको छ, सो सन्दर्भमा केमा कार्यक्रमगतमा आफ्नो कार्यालयहरूको आफ्नो वेबसाइटहरू र फेसबुक पेजहरू निर्माण गरी कार्यान्वयनमा राख्छ। हरेक कार्यालयको आफ्नो वेबसाइट छ, फेसबुक पेजहरू छ, विभिन्न सूचनाहरू सञ्चार गर्न होइन, विभिन्न कामहरू त्यस मार्फत नै सञ्चालन हुँदै आएका छन्। र कार्यालयहरूमा सीसीटीभी क्यामेराको जडान भएको छ। विद्युतीय माध्यमको प्रयोग गरी बलपत्रहरू ई-बिडिङहरूको कुरा अहिले आएको छ। कार्यालयमा वेब र इन्टरनेटको अनिवार्य प्रयोग गरिदिएको छ। अब यो भयो विद्युतीय शासनको व्यवस्थाहरू होइन, कानुनी, नीतिगत, कार्यक्रमगत, संस्थागत। अब चाहिँ विद्युतीय शासन कायम गर्न होइन देखिएका समस्याहरूका सन्दर्भमा के रहेका छन् त समस्याहरू। विद्युतीय शासन त हामीले अवधारणा परिचय होइन सब पढिसक्यौँ। अब नेपालमा पनि धेरै व्यवस्था, संस्थागत कानुनीगत व्यवस्था ल्याउँ, तर त्यो व्यवस्थाको बावजुद पनि यसमा देखिएका समस्याहरू के छन् भन्ने सन्दर्भमा भन्दाखेरि, सुरुमा दक्ष जनशक्तिको अभाव। हामीसँग सुरुमा त दक्ष जनशक्ति नै छैन होइन, सूचना प्रविधि सम्बन्धी। अब कलमले कागजमै लेख्ने होइन, पहिलाको जनशक्तिहरू त सब त कागजमै थियो होइन, आजभोलि त अलिअलि बढेको छ होइन जनशक्ति कम्प्युटराइजको प्रणालीले। त पहिला भनेको प्राय कागजमा हस्तलिखित हुन्थ्यो होइन। अहिले दक्ष जनशक्तिको अभाव छ, सूचना प्रविधि सम्बन्धी जानकार छैन मान्छेहरू होइन त्यस्ता। त्यसपछि जनताहरू सूचना र प्रविधिको प्रयोगमा अभ्यस्त हुन सकेको छैनन्। हाम्रो जनताहरू पनि सूचना र प्रविधिको प्रयोगमा अभ्यस्त हुन सकेका छैनन्। सबै बस्तीहरूमा इन्टरनेटको पहुँच हुन नसक्नु, अहिले पनि धेरै हिमाली जिल्लाहरूमा इन्टरनेट जस्ता प्रविधिको पहुँच पुगेका छैनन् होइन। सबै क्षेत्रहरूमा इन्टरनेट राम्रोसँग गुणस्तरीय इन्टरनेट पुगेका छैनन्। गुणस्तरीय इन्टरनेटको सेवाको कमी हुनु, सीमित स्रोत र साधनको प्रयोग, सीमित स्रोत र महँगो प्रविधि। सीमित स्रोत छ र यो प्रविधि भनेको अलि महँगो खालको छ होइन। ग्रामीण स्तरमा भौतिक
पूर्ण रूपले विकास नहुनु, ग्रामीण क्षेत्रहरूमा भौतिक पूर्वाधारहरू अहिलेसम्म पूर्ण रूपले विकास नभएका कारणहरू पनि इन्टरनेटहरू विद्युत लैजान ल्याउन पनि झ्याउ भएको छ हैन। बस्तीहरूमा ग्रामीण क्षेत्रमा विद्युतीय उपकरण, कम्प्युटर, अन्य वस्तुको अभाव छ। यस्ता बस्तीहरूमा कम्प्युटरहरूको हैन अन्य वस्तु पनि विद्युतीय वस्तुहरूको धेरै अभाव छ पुर्याउन ल्याउन। विद्युतीय शासनलाई निर्विकल्प बनाउन नसक्नु के अन्य कागजलाई निर्विकल्प विद्युतीय शासन मात्रै लागू हुने गरे अहिलेसम्म हामीले कुनै यसलाई निर्विकल्प बनाउन सकेका छैनौँ। अनुगमन मूल्याङ्कन कमजोर हुनु, यो सम्बन्धमा अनुगमन मूल्याङ्कन प्रणाली पनि कमजोर रहेको छ। वेबसाइट नियमित अद्यावधिक नहुनु, वेबसाइटहरू अपडेटेड भइरहेका छैनन् हैन। आजको सूचना निकालिएको छ, जेनजी आन्दोलनमा सब कार्यालयले निकालेका छन् सूचनाहरू हैन, सामानहरू फिर्ता ल्याइदिने सम्बन्धमा। अब त्यसपछि धेरै कार्यालयका वेबसाइटहरूमा अब त्यो सूचना बाहेक अरू सूचनाहरू अपडेट देखेको छैन। एउटा उदाहरण हो जल्दोबल्दो हैन, एकचोटि सूचना निकाले त्यसलाई वर्षौ त्यही छोडिदिने, 2 महिना 3 महिना छोडिदिने, अरू सूचना छ अपडेटै हुन्न के। वित्तीय शासनको प्रयोगमा आत्मसात गरे तापनि यो त अब मैले निष्कर्ष भने अब यति भन्दिनँ अहिले। अझ अब यसमा समस्या छ नि, अब समस्या हामी यति लेख्यौँ हैन। अब समाधानको उपाय लेख्दाखेरि यसलाई जस्ट अब उल्ट्याउने। अब जनशक्तिको अभाव छ भने के गर्नु, जनशक्ति छनौट गरेर भित्र्याउनु सङ्गठनमा हैन, जनताहरूलाई सूचना प्रविधिहरूमा अभ्यस्त गराउनु, के अरे ग्रामीण स्तरहरूमा कार्यक्रम गर्नु, विद्युतीय शासनको कसरी प्रयोग गर्ने के गर्ने भन्ने सम्बन्ध यसले जस्ट उल्ट्याइदिने हो। त्यो समस्या लेख्न सजिलो हुन्छ हैन। अब रह्यो हामीलाई चुनौती, विद्युतीय शासनका चुनौतीहरू के हुन् भन्ने। सबभन्दा पहिला बढ्दो क्राइम, साइबर क्राइमलाई नियन्त्रण गर्न नसक्नु। हामीले बढ्दो साइबर क्राइमहरू अब सब कुराहरू ब्याङ्किङ जस्तै ब्याङ्किङ क्षेत्रमा पनि साइबर क्राइम भएको छ हैन। ब्याङ्क खाता गर्नु, लिखुनु, तपाईँको पैसा चोरी हुनु हैन, त्यो सब डाटाहरू कति नेपाल सरकारले कति डाटाहरू चोरी हुनु, जस्तै अस्ति लोकसेवा आयोगकै सम्पूर्ण डाटै लिक भइसकेको थियो, चोरी भइसक्यो है। अनि अन्य घटनाहरू पनि हामी सुनिराखेको हुन्छ नि त, साइबर क्राइम यो वेबसाइट ह्याक गर्यो अरे ऊ गरे, यो जेनजी आन्दोलनमा कति भएको थियो नि त त्यस्ता। सूचनामाथिको नियन्त्रण नहुनु, हामी सूचनामाथिहरूको नियन्त्रण गर्न सकेका छैनौँ। सूचनाको अनाधिकृत प्रयोग हुने सम्भावना बढ्दै जानु। अब यस्तो छ, सबै सूचना हामीले प्रकाशन पनि गोप्य चारैतिर खुल्ला रूपले राख्न पनि मिल्दैन हैन, धेरै गोप्य खालको पनि हुन्छ। तर विद्युतीय शासनमा आएको सूचनाहरू एउटा सूचना अधिकारी हुन्छ, अर्कोमा लगइन हुन्छ इमेलहरू, त्यो सूचनाहरू के अरे त्यो सूचनाहरू सीमित ठाउँमा हुनुभन्दा नि असीमित धेरै मान्छेहरूसँग पुगिहाल्छ, लिक भइहाल्छ। त्यस्तो पनि हामीले रोक्न सकेका छैनौँ। प्रविधिको अधिक महँगोका भएको कारण सञ्चालनमा कठिनाइ छ हैन। यसको विद्युतीय शासनको लागि चाहिने प्रविधिहरू पनि धेरै महँगो छन्। दक्ष प्रविधिले मात्र सञ्चालन हुनु भएकाले ढिले सुस्ती भने नि, दक्ष प्रविधिहरू अहिलेसम्म हामीले भित्राउन सकेनौँ, त्यसकारण अहिले ढिला सुस्ती छ सञ्चालन गर्नमा। प्रविधिको आन्तरिक रूपमै विकास हुन नसक्नु, आन्तरिक रूपले विकास हुन सकेका छैनन् अहिले। परनिर्भरता बढ्दै जानु, हामीले परनिर्भरता अर्कामाथि भर पर्नु हैन। त्यस्तै अब निष्कर्षमा के, जति नै समस्या र चुनौती भए तापनि समाधानको बाटो पहिचान गरी यसलाई निर्विकल्प बनाउँदै विद्युतीय शासनको अवलम्बन र प्रवर्धन बनाउनु नै आजको प्रमुख आवश्यकता हो। यति लेख्नुहोस् मजाले। र अर्को भिडियो म तुरन्त लिएर आउने नै छु। र आजको भिडियो र अस्तिको भिडियो मिलाएर विद्युतीय शासनको सन्दर्भमा मैले आफ्नो पढेका कुराहरू हजुरहरू समक्ष सेयर गरेँ र हजुरहरूले भिडियोलाई मजाले हेरिदिनु होला र मन पर्यो लाइक, सब्स्क्राइब र कमेन्ट पनि गर्नु होला हैन। अब सेयर पनि गर्नु होला, हजुरहरूको सेयरले गर्दा अन्य साथीहरूले पनि पढ्न पाउनुहुन्छ र हजुरहरूको साथ सहयोग रहेमा अनि यस्तै अन्य भिडियोहरू पनि म बनाउने नै छु र हजुरहरूको हजुरहरूको माझ सेयर गर्ने नै छु। हस्, धन्यवाद।